घन्टीमा है भोट चाहिँ घन्टीमा 30 वर्षदेखि देश लुटेछ यहाँ पैसा लुट्ने हिँडेको भोट चाहिँ घन्टीमै हो। दाइले चाहिँ सही भन्नु केपीले म्याचिङले नलुटेको छ म्याचिङलाई म्याचिङले हामी पनि लुटेर पनि म्याचिङेर पनि गाइस हामी आफ्नो परिवर्तनतिर लाग्नुपर्छ गाइस। त्यही भएर गाइस सबजनाले घन्टीमा भोट दिनुपर्छ घन्टीमा भोट हाल्नै पर्छ गाइस। खुवाउँछ म्याचिङले खाइदिने म्याचिङले पैसा दिन्छ लिदिने म्याचिङले तर घन्टीमा भोट गाइस। यदि परिवर्तन चाहनुहुन्छ भने चाहनुहुन्छ भने तपाईहरुको इच्छा भए तपाईहरुले यदि केपीलाई जिताउन चाहनुहुन्छ भने केपीलाई जिताएर पनि फेरि त्यही हाल हुने हो गाइस। त्यही भएर यो पालि चाहिँ घन्टीमा गाइस भोट मेरो तर्फबाट पनि घन्टी जय बालेन सरकार आओस्। बालेन नभएमा सक्थ्यो नि बालेन प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीलाई कति स्यालेरी म्याचिने बालेनको स्यालेरी 5 लाख 10 लाख भन्दा प्लस जान्छ म्याचिने त्यो त्यसमा उलाई के इन्ट्रेस्ट त प्रधानमन्त्रीमा। बालेनले चाहेको चाहिँ त्यो देश परिवर्तन गर्नलाई हो। त्यही भएर यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो काम दिनुस् है। तर गाइस हामीले पैसाको लोभमा हामीले मासु भातको लोभमा त्यो अरूलाई जिताउने होइन फेरि त्यही मुजी केपी रन्डीको छोरोलाई त्यो चान्स दिने होइन गाइस। यो पालि चान्स दिनै पर्दैन एक पालि बालेनलाई पनि चान्स दिएर हेरौँ बालेनले पनि सकेन भने त्यसपछि फेरि केपी ओली फेरि उब्छ त्यो पार्टीबाट। किन त्यो मुजी कुकुर हो भन्छ नि कुकुर म्याचिने गु खान छोड्दैन त्यो मुजी देश लुट्नलाई फेरि उठ्छ। यदि बालेनले सकेन भने फेरि केपीलाई नै दिनु तपाईहरु। मेरो चाहना चाहिँ यो हो गाइस। ल धन्यवाद।